ल गाइज यसपालिको धान हेरौँ है गाइज, बल्ल बल्ल पानी 2-4 दिनमा पानी आएर यस्तो छ बल्ल अलिअलि त्यो पार आउन लाग्छ। अब बिस्तारै बिस्तारै फुल खेल्न लाग्छ। अब पानीको आवश्यकता खासै छैन। फेरि पानी झद्रै आएर ओहो यहाँ त यत्रो झरी छ त, झद्रै झरी छ त यहाँनिर त। झ्याङ त पानी त बल्ल खोला पनि ठुला छ। बल्ल पानीको ले यो वर्षको मार्केट ल्यायो अलिअलि। अहिले पानीको आवश्यकता खासै थिएन। अब यो धान फलाउन लाग्छ। फुल खसालिदियो भने त खतम भइगयो। वर्षको अब पानीको आवश्यकता खासै छैन। पानी नआए नि हुन्थ्यो, अब बसे नि हुन्थ्यो भनेको। फुल चाहिँ त्यस्तो लाग्छ। ल फुल खसालिदिएर खतम। यस्तो के भएको त्यस्तो थाहै छ। अब पानी चाहिँ नआए हुन्थ्यो भन्ने लागिरहेछ। कपटा भन्दैछ ल। अब पानी चाहिँ अब ठ्याक्कै नआए हुन्थ्यो, ठ्याक्कै बन्द भइदियो हुन्थ्यो। त्यो झन् हुने भएको यही गरामा हो होइन। अब छाना हाल्दैन नमिल्ने। अलिअलि पारा आइरहेछ बल्ल धानको पारा आज पानी परेर। सुरुमा आएको भए त राम्रो हुन्थ्यो होला।